त्यसलाई चाहिने भौतिक सामानहरू के गर्न सकिन्छ म तपाईँको तर्फबाट म तयारै हुन्छु यो विषयमा हामीले गर्न सक्नेछौँ। धेरै कुराहरू मलाई लाग्छ वडा नगरपालिका साहित्य कार्यको साहित्यिक उसको चाहिँ एउटा हकको शैक्षिक क्षेत्रको हकको रूपमा भएको छ, किनभने अरू नगरपालिकामा भन्दा अलिक फरक छ। म दोस्रो कार्यकालमा अहिले निर्वाचित जनप्रतिनिधिको वडाध्यक्षको हिसाबले मैले देखिरहेको छु कतिपय कुराहरू गर्न खोज्दाखेरि पनि त्यसरी जाउँ भन्दाखेरि पनि साथ सहयोग सबै ठाउँमा पाइएको छ। हिजो 74मा आउँदाखेरिको अवस्था र अहिले 82मा धेरै नै भौतिक पूर्वाधारको कुरामा त उलटपलटै भएको छ। त्यो त्यस्तो हामीले आफूले गर्व गर्नै पर्छ। तर आर्थिक र सामाजिक कुरामा सामाजिक उत्थानको लागि पनि अब हामीले यस्ता साहित्य भवनहरू यस्ता थप गोष्ठीहरू र समाज परिवर्तन त्यत्तिकै हुन्छ। सामाजिक परिवर्तन भनेको चाहिँ म आज यहाँ बसेर सुनिरहँदाखेरि मलाई कति आनन्द लाग्यो। मैले केही तयार गरेर ल्याएको मात्र कलेज होइन, तै पनि मलाई पनि आनन्द लाग्यो। आज तपाईँहरूको यहाँ कुराहरू सुन्दाखेरि यहाँका गीत गजलहरू जुन कुराहरू एउटा चाहिँ उसमा भन्नुभयो यहाँले मलाई असाध्यै राम्रो र खुसी लाग्यो। म अन्तको बिर्सेर पनि म यहाँ तपाईँहरूप्रति नै अन्तको कार्यक्रम छुट्याएर मैले भनेपछि म एक दुई घन्टा भएर आउँछु भनेदेखि यस्तो यति आनन्द चाहिँ त्यो कारणले गर्दा जुन कुराहरू यहाँहरू अगर व्यक्तित्वहरू हुन्छ तपाईँकै सुझाव तपाईँको सल्लाहले आर्थिक सल्लाहकारको रूपमा यहाँ त्रिलोचन दाइ हुनुहुन्छ हाम्रो नगरपालिकामा धेरै कुराको विषयमा कृष्ण सुवेदी दाइ हुनुहुन्छ एकदम नजिकसँग नागरिकता बनाउने ठाउँ त्यो कार्यालयमा गएर आगो लाउँदाखेरि त्यो मान्छे र अथवा त्यसलाई पशुमा कसरी भनिन्छ यो दुःखको कुरो। म जनप्रतिनिधिले मैले कसैको केही यो 8औं वर्षमा केही पनि बिगारेको छ। म एउटा सिन्धुपाल्चोकको मेरो आज एउटा दाइहरू हुनुहुन्छ। म सिन्धुपाल्चोकमा जन्मेर आएर म यहाँ निर्वाचित जनप्रतिनिधि तपाईँले गराउनु भएको छ। म आज मेरो त्यो गाडी घर त्यसरी चाहिँ के जरुरी थिएन होला नि। म 1 महिनासम्म मलाई नि एकदम भाग दियो के राजनीति गर्ने होला, किन गरियो होला, हामीले के गरेका थियौँ, अहिले पनि केही गर्नु छैन। तर सामाजिक तहमा समाज परिवर्तन गर्नुको लागि चाहिँ निरन्तर रूपमा लाग्नुपर्छ, लाग्छु भन्ने अझै हामीले त्यस्तो चाहिँ गरेकै छौँ। र म अहिले पनि सबैलाई जे भयो जसले जुन व्यक्तिले त्यो गलत काम गर्नु जेन्जीका नाउँमा आज यस्ता ग्रुप भएर त्यो भएको छ। सरकार कतिखेर चाहिँ कहाँ चाहिँ जाने कस्तो हो कुन स्थितिमा हो त्यो अवस्था भएको छ। हामी स्थानीय सरकारका प्रतिनिधिले दिनानुदिन यहाँ गरेका विकास निर्माणका कुराहरू यहाँको भएका भौतिक संरचनाहरू हामी त संरक्षण गरेर त्यसलाई अगाडि बढाएर जाने हो। र त्यो अवस्था आज 10, 11, 12 3टा वडा र यहाँका 3-4 जना जनप्रतिनिधिलाई मात्रै किन कार्य त्यसले गर्दा हामी एउटा यस्तो सुरक्षा संयन्त्र हामीले बनाउनु पर्छ हो। नत्र भने सुरक्षाकर्मी कता हो अब भनेको तपाईँ हाम्रो सुरक्षा तपाईँ हामीले नै हुने गरी एउटा संयन्त्र तयार गरेर पल्लो घरको मान्छे पल्लो घरको थाहा छैन, पल्लो उसमा थाहा छैन, तर त्यो थाहा हुने वातावरण